हेर्नु त गाइजहरु यो कहिल्यै पानी सुक्दैन यो यतिको यति नै हो हल्का चाहिँ घट्छ पछि चाहिँ सुङ त सुक्दैन कति फिट होला कस्तो भ्यू छ नयाँ बनाउन लाग्छ अरे अहिले त कस्तो राम्रो बनाएको छ नि कलर लगाएर है भित्र चाहिँ मन्दिरको केही होला नि बागबाट ठुलो मन्दिर हो बागबाट मन्दिर एउटा के हो यो गजुर गजुर दुईटा छ कि एउटा के सफा गरेको हो थपेको है पहिला त यति धेरै थिएन के ए अन्त एउटा थपेको छ दुईटा थपेको हो क्या जस्तो लाग्छ यो पनि नयाँ हो कि जस्तो लाग्यो कि यताबाट चाहिँ यो चाहिँ बागभैरा मन्दिर हो है त्यहाँ चाहिँ बैठकहरू बसिरहेछ आठौँ चाहिँ मतलब छोटकरी चाहिँ अन्त्य मिति 2021 शनिबार डिने संज्ञा बसाए स्वर्गीय किरण साके याको दुकान सुनेटी विराट बोर्ड ज्ञान वचन शीर्षक अन्तर्गत है बोर्ड स्वर्गीय किरण साके सुनेटी एक वर्षीय अब चाहिँ फोटो हामी खिचिन्छ दलित पुरै थोकी साथी केले चाहिँ आठ चिसा यो चाहिँ नन्दीजी यता शिव यहाँ अगाडि नन्दी हुन्छ अनि यता चाहिँ शिव शिवको अगाडि नन्दी कोटियुम भन्दै आज मन्दिरमा सरसफाइ कार्यक्रम हुँदैछ ऊ त्यहाँ चाहिँ ठुलो सरसफाइ कार्यक्रम चलिरहेछ घन्टा ठुलो घन्टा कत्रो घन्टा छ त्यहाँनिर चाहिँ अनि सरसफाइ कार्यक्रम चलिरहेछ हामी बाहिर निस्केको यहाँ मन्दिरमा फोटोसोटो भिडियो सिडियो बनाएर थुप्रै अब चाहिँ हामी निस्केको बाई 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 हामी चाहिँ बाहिर निस्केको अनि होइन ऊ परबाटै जाऊँ क्या अघिकै गुम्बामा अलिक बनाउनु पर्छ यार बन्द गर त्यो ए हामी चाहिँ अब बागभैरबाट निस्केर भित्र हामी चाहिँ अघि नै गुम्बा अघि भेट्यो नभएर पुलको डाँडाको गुम्बामा हामी गल्ली जाँदैछौँ भित्र सर्टकट बाटो हिँड्दैछौँ गल्ली गल्ली जेप बाटो केटीपुरमा स्थित छ सबै बाटोहरू अगाडि हिँड्छ होला त अब हेर्नु नि अनि यता सिरियलमा खेल्नु भएको हेर त बाटो छैन क्या हो अघि हामी यतैबाट आएको दिदी ए माथि निस्किन्छ रहेछ हो निस्किँदो रहेछ रुममा गएर भात पकाएर खानु पकाएर खाने हो नि चाहिँ अब निस्किँदैछ नि त ओए यहाँ त यस्तो छ त नि ए गाडीवाला नै छ नि त्यो बाटो रहेछ यहाँबाट भित्र निस्किन दिँदैन होला नि हामी पनि एउटा त कता हो
अनि तलबाट फेरि बाटोमै बिराएर यहाँ भित्र होला यहाँ भित्र जाँदैन जान्छ 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 अरे जान्छ अरे बाटो बिराएर अर्को बाटो कस्तो त्यहाँ भित्र निस्किन्छ होला भनेर गएको त बाटै नभएको ठाउँमा पो गइएछ त अघि चाहिँ हामी कताबाट आएको थियौँ अघि बाटो कुन बाटो हामी यही बाटो झरेको थियौँ नि बिर्सी गयो त यही बाटो हो सायद यही बाटो होला हो हामी चाहिँ गुम्बा जान त अघिको बाटो अर्को भइसक्यो फेरि यही बाटो झरेको यही बाटो हो अघि आएको उता मैले पहिला हराएको थियो भनेर त्यही भएर हराउँदै यहाँ चाहिँ हुन्छ नि यहाँ चाहिँ म्याक्सिमम बाटो यस्तै छ कि एकदम चेप बाटो छ यता हेर्दा नि उस्तै उता हेर्दा नि उस्तै त्यही भएर झुक्या हो त्यही छैन अब चाहिँ हामी आउँदैछौँ माथि आइपुग्न लाग्यौँ कसलाई मनपर्छ मन्दिरको सहर काठमाडौँ सहर भन्ने ओहो के धरो यहाँ त कन्टिन्यू हो कि कटकट गरेर छैन कटकट गरेको त कन्टिन्यू धेरै लामो हुन्छ होला नि त अघि यतैबाट गएको भित्र बस्नु त्यति यहाँनिर कस्तो राम्रो कृषि विकास यहाँनिर पनि एउटा सानो स्तूप छ यताबाट हो क्या अघि हामी यताबाट यता होइन यताबाट हो अघि चाहिँ यताबाट होइन जस्तो लाग्दा है यताबाट यहाँबाट चाहिँ म देखेको थिएँ निस्किन्छ हौ निस्किन्छ मलाई हामी भित्र बस्छौँ फेरि हो बाटो बिर्सिँदै भए पनि आइयो होइन अहिले अर्कै गरेर रहेछ तर हामीहरू पर बस्नु म गाई यहाँ पनि एउटा ढुङ्गाको मूर्ति छ है गाइसहरू ढुङ्गाको मूर्ति कति पुरानो अब कता यता होला सायद होला नि यही बाटो है गेट छ यतै होला यो चाहिँ बस्ने तिलीचोक बिहार भनेपछि यता भित्र है तिलीचोक बिहार अब चाहिँ बल्ल हामी ठाउँमा आयौँ बिहार बल्ल निस्क्यौँ हामीहरू अघि पनि यतैबाट ओर्लेको जस्तो लागिरहेको थियो तर फर्किने बेला बाटो बिर्स्यो फर्किने बेला चाहिँ बाटो बिर्सिहाल्यो केही छैन बाटो नक्सा उस्तै छ केही छैन हामी चाहिँ अब चाहिँ आइपुग्यौँ है हामी चाहिँ अब आइपुगेको बिहारमा गुम्बा ब्युटिफुल गुम्बा छ यहाँनिर ल त अब चाहिँ त्यो घर बन्द गेट आइपुग्यो हजुरहरू पनि आउन सक्नुहुन्छ हेर्न सक्नुहुन्छ आउनु है त अघि चाहिँ हराएको मान्छे हामीहरू फेरि पनि हामी आइपुग्यौँ फेरि पनि यही गुम्बामा आइपुग्यौँ हाम्रो स्टार्टिङ अनि इन्डिङ पनि यही गुम्बा पनि यही गुम्बा हुन्छ हाम्रो दुईजना दाजुहरू कता उता गइसक्यो तिमी हो त्यो अङ्कलहरूको यतै होइन त खोइ अनि बिर्सिछ त यतै गुम्बा हो अनि अघि नै आएको भेट्यो यताबाट आउनुभयो उहाँहरू चाहिँ ए अङ्कलहरू ल एकदम रोमान्टिक सिन छ है यहाँनिर डाँडामा यहाँ चाहिँ नागराजा यहाँनिर डाँडामा कस्तो आश्चर्य क्या यहाँनिर हेर्नु पानी कहिले सुक्दैन हो एकदम क्लोज गरेर लौ यहाँनिर बिहार त्यस्तो छ है बिहार अनि हात्ती मेरो साथी हात्ती मेरो साथी यस्तो छ हात्ती चाहिँ दाइ यो के हो तपाईहरुलाई थाहा छ बज्र ए हस् यो चाहिँ बज्र हो है बज्र ल त त्यो चाहिँ बज्र हो यतापट्टि एन्टी लाइट पर्छ होला कालो आउँछ आउन त आउँछ कालो आउँछ घाम उता छ र होला हुन्छ
हेर्नु है एकचोटि खिचेर दिन्छु ल मन्दिर भ्यू राम्रो छ यहाँ चाहिँ यस्तो कालो कालो भएर अघि हामी अरूसँग आउँदा थियो नि त त्यो अङ्कल अनि त्यो अङ्कलसँग हाय फोटाहरू खिच्दै हुनुहुन्छ खिच्नु भयो फोटो फोटो खिच्नु भयो खिचिदिएँ उहाँहरूलाई युट्युब च्यानल हजुर उहाँहरू पनि हामीसँगै बाटो भुलेर बाटो भेर आउनु भएको राम्रो छ यहाँनिर चाहिँ घन्टा झुन्डाउन बाँकी छ जस्तो छ हजुर नमस्ते गरिराख्नु भएको छ यहाँबाट भित्र छ भित्रै छ कस्तो राम्रो छ घन्टाहरू अनि कस्तो राम्रो यो ह्यान्डमेडहरू यस्तै छ यस्तो छ यहाँनिर सानो स्तूप छ देख्न सक्नुहुन्छ ल त अब यति भन्दै हामी चाहिँ ओह्रालो लागौँ अब चाहिँ हामी चाहिँ ओह्रालो लाग्यौँ ओह्रालो लाग्यौँ है त हामी चाहिँ ओह्रालो लाग्दैछौँ अब हाम्रो गन्तव्य चाहिँ अब रुमतिर जाँदैछौँ आजको दिनको लागि सकियो यहाँ तलसम्म अब बाटो हेर्न हेर्न सक्नुहुन्छ है यस्तो छ है बाटोहरू यस्तोहरू छ एकदम सानो बाटो छ सर्टकट बाटोहरू यस्तो छ एकदम साँघुरो बाटो छ हो यहाँ चाहिँ ल एकछिनमा धाराको पानी देखाउँछ हामीहरू पहिला धाराको पानी लिन आउँथ्यौँ नि त तल अगाडि उता नगाउँ के अरे माथि देखिएको चाहिँ भत्केपाटी अनि यता चाहिँ नगाउँबाट हामी पानी लिन यहीँ आउँछौँ वा मान्छेहरू त बाफ्रे धारा पानीमा त कति धेरै रमाइलो रहेछ त यहाँ बस्नलाई त होइन यहाँ त बस्छ त नि कस्तो हत्केला चिलाएको रे कसले पैसा दिन्छ हौ मलाई अब तपाईँले दाइले दिनुहुन्छ नि पैसा चाहिँ हाय हाय बाटो चाहिँ यस्तो छ है हाम्रो सबै सिडी नै सिडी रमाइलो छ एकदम राम्रो बाटो छ पानी लिने ठाउँ चाहिँ माथि आउँछ माथि मात्रै साँघुरो यता त राम्रो छ नै म त आएको छैन तर थाहा छ खाने पानी हामीहरू उताबाट पनि आएको त नि अस्ति नै हामीहरू त आइन नि त उ त्यहाँ कता गएको लड्छ भाइ ऊ त्यहाँनिर के कहाँ ऊ त्यहाँनिर ए त्यता पो हो पानी त्यता यहाँ होइन र त्यता पनि आउँथ्यो यहाँ यता यता पनि थियो नि त हो त्यहाँ हो त्यहाँ पनि थियो त्यहाँ पनि आउँथ्यो त ए हो ल ठिक छ ल ठिक छ यहाँ चाहिँ इनार ऊ होला के हो त्यो धारा इनार कुवा हो कुवा बचिरहेछ त पानी छ त्यहाँ हेरौँ त ए अहिले त कति फोहोर भएको रहेछ यो त फोहोर पानी हो क्या हो नि कालो न कालो रहेछ सफा थियो त लुगा धुनलाई मात्रै त्यही पनि राम्रो रहेनछ यतातिर यस्तो छ अवस्था यता पनि सफा थियो नि त पहिला पानी यता पनि फोहोरै फोहोर भएको रहेछ हेर त यो के लेउ पलाएछ झेउ पलाएछ रे सुके छ सबै चिजहरू यस्तो राम्रो आएन भ्यूहरू के हो है भ्यूहरू राम्रो आएर माथि ए ल ल हाम्रो लाग्यौँ ओह्रालोतिर हामी त कोठा गएको है अब साथी हो यस्तै छ चटपट खाँदैन चटपटै खाँदै जाने हो झोला त बोकिराख है झोला म त महारानी हो नि त झोला अब चटपटै खाने हो हामी खाएको देखाउँछौँ हामी त्यस पछाडि अब एकछिन त स्टप गर्दा नि चाहिँ त्यतिकै जाने हो कहाँ खाने हो र त्यतिकै जाऊँ हो र बाटोभरि ओके ठिकै छ माथि प्लेन पनि उडिराख अनि यहाँ तल देखाऊ है उयो कस्तो राम्रो छ है त्यो चाहिँ बस्ने होला नि यो त फलैचा हो त्यो चाहिँ हाम्रो नेवारको एउटा जात्रामा निकाल्ने उयो हो क्या यहाँबाट पनि यो के भन्छ क्लब जानलाई क्लब घर हो यसमा क्लब घरको त्यो पिक्चर चाहिँ खिचौँ न
हैन यो चाहिँ क्लब घर हो यहाँनिर कस्तो राम्रो पिक्चर बनाएको क्या हेरौँ त बाफरे कस्तो राम्रो क्या तर सफा गर्दैछ क्या है बनाउँदैछ रिपेयरिङ गरिरहेछ भित्र चाहिँ यो मन्दिरको यो चाहिँ हाम्रो के भन्छ बागभाटा जाने बाटो गेट हो है मेन रोड त्यो रिङ रोड कीर्तिपुरको रिङ रोडबाट 4वटा छ है गेटहरु चाहिँ यहाँ एउटा उता दुईटा तीनटा 4-5 छदै छ धेरै नहीं पर्दैन हिजो एकजना यताको जाँदाखेरि मोबाइल खसालेर यो चार्जर भाँचियो अनि मोबाइलको च्याट पुगेको भन्दै नि त मेरो यता सारेको कस्तो लागिरहेछ मिठो छ हजुर मिठै छ आज के बनाएर आज अब माम पकाएर खाने हो कि के गर्ने हो म पनि त एक्लै हो नि यतिखेर चटपटा खाएर फेरि खाना रुच्दैन है अस्ति ल्याएको उसै छ हिजो खान्छु भनेको थिएँ के हो ढुक्यो हो ए टट्टु बनाएर कागज त्यति नपेस एकदम सजिलो है टाइम पनि थोरै लाग्ने यहाँनिर त चल्छ होला है दिदी अलिअलि स्टुडेन्टहरू आउँछ होला नि त स्कुलको कोही पनि आउँछ स्टुडेन्टहरू तल जान्छ होला क्या स्कुल त छैन त यहीँनिर छ अगाडि यहाँनिर छ नि त अब अगाडि यतातिर अब हेऱ्यो सरहरूले देख्छ भनेर होला नि त ए त्यही भएर अहिले झन् बाहिरको खानेकुरा नखाने भन्छ नि त स्कुलमा सरहरूले टाउचाउहरू अनि बिस्कुटहरू पनि खाँदैन क्या स्कुलमा त त्यो हामीहरू त लुकाइ लुकाइ पहिला सर पढाउँदाखेरि चाहिँ खल्ती झुलामा चाहिँ बिस्कुटहरू राख्ने अनि एउटा पान निकालेर सरले यताउति हेऱ्यो भने चाहिँ कस्तो मुखमा हाल्थ्यो अब त्यस्तो अहिले त्यति सानो उमेरमा डक्टर भयो खाली भनाइ हो त्यो अब अहिले त जङ्क फुडहरू नखानु भन्छ नि त नखानु खाना त नखानु पर्ने के गर्नु मुखले मान्दैन मान्दैन नि खानाभन्दा बढी त म त अरूलाई चाहिँ नखानु भन्छु आफू चाहिँ होइन खाना कहिले पनि खाँदैन बढी यही हो अफिस हुन्छ अफिसमा पनि बढी भात दाल कहिले खाँदैन चाउमिन मोमो त्यस्तै त्यस्तै हो क्या खाने त्यही भएर कस्तो ज्यान सुकेर कस्तो भइसक्यो सबै हस्पिटलमा गर्दैन पहिला चाहिँ पाटनमा गरेको अहिले चाहिँ अस्ति भर्खर 2 महिना भयो नाम निकालेर कहीँ गइसक्यो बिरमा स्टाफ नर्स गर्नुभएको अब काममा चाहिँ गर्छु फेरि धनगढीतिरै पोस्टिङ हुन्छ आफ्नो उतैतिर आफ्नै ठाउँतिर गर्दा ठिक हुन्छ Ah, कुन कलेज पढ्नुभएको छ एकाडेमी स्टाफ ए
भोक होला अरू नै खानुपर्छ ल गएर है चटपटे पनि खाइयो ल्याउ त पैसा गिलो गिलो ठिकैको छ सबै अर्ग्यानिक सबै गाउँबाट पठाउने घाउ लागेर कहिले पनि हाल्दैन म कहिले पकाउँदैन घाउ लाग्छ के उतैबाट घिउ उतैबाट चामलदेखि दालदेखि आलु सहित हाम्रो उतैबाट आउँछ आमामा अब हामी चटपट खाएर पनि हिँड्यो छोरीहरू अब रुममै गएर इन भनेर नि रुम चाहिँ कस्तो सफाइ छैन गेटमा हिँड्छ आज के खाने त खान्छ के जान चाहिँ अब रुमकै जाने हो अब बनाएर खाँदा उतै के खाने हो उतै प्लान गरौँ ल म त फेरि रोड क्रसमा यसो डर लाग्छ त्यही गरेर ए गेट ल्याउनु म त गेटको खसेको जस्तो लाग्यो औ सरी कस्तो टेक्यो भने केही भएको छैन मलाई हेर्नु नि यहाँ चप्पडको के लागेको छ हेर्नु ए भइहाल्छ लागिहाल्छ नि अलिअलि के घरमै के गर्नु पर्यो अब के गर्नु पर्यो हाम्रो मेकअप पनि छ भोलि भोलि देखाउँला है त्यो पनि देखाउँदा हुन्छ नि त हाम्रो मेकअप प्र्याक्टिस चलिरहेछ त्यो चाहिँ भोलि भोलि देखाउँला अब नेक्स्ट भिडियोमा कीर्तिपुरका गल्लीहरू यस्तै छन् है साथीहरू त्यही हामीहरूको मजा गाउँ जाने बाटो अब हामी चाहिँ हाम्रो रुम पुग्नु आँटिरहेको छ तरकारी किन्न होला भनेर के तरकारी तरकारी त छ है अब यस्तै भिडियो ल्याएर शर्मिलाको काका चाहिँ सिलिन्डर बोकेर जाँदैछ पारी ए त्यहाँ पुग्नु खोइ कहाँ तलबाट ल्यायो क्या अन्त माइक्रो फुटिरहेछ हामीहरू अनि अरू बोल्नु होला दिदी हाय सकिएछ बदाम मकै के अरे मकै बदाम त्यही नै हो सकिएछ मकै बदाम जाडोमा चाहिँ सुन्तला पनि अब चाहिँ पुग्न आँट्यो है हाम्रो रुम आउन आँट्यो हाम्रो रुमसम्म चाहिँ देखाउँछौँ फेरि भिडियो फलो गरेर रुममै होली दलमा आउने होइन है डियरहरू होली त गइसक्यो त अब फेरि अर्को पालि अब रुममा पुग्ने बेला फ्रन्ट गर्ने हो कि के हो पर्दैन पर्छ होला नि पर्छ र फ्रन्ट गरे भइहाल्यो नि हल्का त्यस पछाडि तपाईँले डकुमेन्टहरू पुऱ्याउनु कहाँ पुऱ्याउनु भयो बिदावारी मागेर भित्र जाने नि हामी दाइको डकुमेन्टहरू कहाँ पुऱ्याउनु भयो भित्र रुममै दाइको दाबी कहाँ थियो दाइ हुनुहुन्थ्यो त्यहाँ पाहुना ए पाउन
हात्ती रुममै हुनुहुन्छ नि ओके अब हामी फोन गरेर साथीहरूलाई बाई बाई अब चाहिँ हामी रुम पुग्यौँ है